हेलो गाइज, आज चाहिँ मासुको रेसिपी लिएर आएको छु ल हजुरहरूलाई। यसलाई मैले एकछिन भुटेँ अनि अलिअलि रातो रातो देखेको छ। अलि मजाले रातो देखिसकिने जेलसम्म भुट्नुपर्छ। अनि मैले यसमा थोरै बेसार हालेँ अनि बेसार हालेर पनि एकछिनसम्म चलाउनुहोस् है। बेसार सबै मासुमा लागिसकेपछि आफूले काटेर राखेको लसुन र गोलभेडा पनि यसमा एड गर्नुहोस् ल। अनि एकछिन मैले यसलाई चलाएर गोलभेडालाई मुनि मासुलाई माथि राखेको छु है। अनि स्वाद अनुसारको नुन हाल्नुहोस्। अब आफ्नो घरमा कसले कतिको खान्छ, कोहीले नुन चर्को खान्छ, कोहीले कम खान्छ। स्वाद अनुसारको मसला नै हाल्नुहोस्। अनि थोरै यसमा चाहिँ मैले धुलो खुर्सानी पनि मिसाएको छु ल, किनकि हाम्रो बाबु नानीहरूले खान्छ नि त, त्यसैले थोरै मिसाएको छु। आफूले खान सक्ने जतिको पिरो हाल्न पनि सक्नुहुन्छ। यसलाई फेरि एकचोटि चलाएँ मैले अनि एकछिन यत्तिकै राखिदिनुहोस्। त्यो पछि यत्तिकै हुन्छ मासु। ल है गाइस, आज चाहिँ मेरो खानामा मासु पाकेको छ। बाई बाई।